Hello guys, welcome back to my channel. Today, म के अरे आज फेरि मामा घरबाट घर फर्किँदैछु अनि म अहिले घर पुग्न आँट्यो। अहिले पुरा हुस्सो छ। म अब देखाउँछु हजुरलाई हुस्सो कस्तो भइरहेछ। यो हेर्नु, यो हुस्सो पुरा बाटै नदेख्नेसम्म हुस्सो आएको छ। यता उता कस्तो छ भन्ने दिनु होला कमेन्ट बक्समा। यता यो बाटो त्यो पुरै देखेकै छैन, केही सबै कुरोले ढाकेको छ। उतापट्टिबाट गाडीहरू आएको पनि देखिँदैन। यो पुरा सेतो छ, केही देख्दैन। अनि यता चाहिँ मेरो मम्मी हुनुहुन्छ, यता मेरो दिदी हुनुहुन्छ। देख्नु, मेरो यहाँ मेरो दिदी हुनुहुन्छ, यता मेरो मम्मी हुनुहुन्छ। अनि हामी चाहिँ घर पुग्न आँटेको। अब धेरै बाटो छैन घर पुग्नु। यहाँ पुरै हुस्सो कुहिरो हुस्सो के छ, कुहिरो हुस्सो सुनसान छ। अनि यता हाम्रो मुलको पानी। अनि उताबाट चाहिँ खोलाको साउन्ड आइरहेछ। मम्मीले कुन खोलाको साउन्ड गते? उताबाट चाहिँ गते खोलाको साउन्डिङ आइरहेछ। अब म के अनि अहिले चाहिँ घर पुग्न आँटेको। गाइज उता हेर्नु, यहाँबाट कस्तो राम्रो भ्यू देखिरहेछ। हुस्सो नि हुस्सो तलबाट आउँदैछ नि, यहाँ हेर्नु कस्तो राम्रो भ्यू छ। हेर्नु सक्नुहुन्छ यहाँ कस्तो राम्रो यो आइरहेछ। त्यो पनि यो हुस्सोले गर्दा के देखेको छैन। यहाँ पनि सेतो, त्यतापट्टि साइडको लागि पनि हुस्सोले छेकेको छ। उता हेर्नु कस्तो राम्रो छ। माथितिर चाहिँ हुस्सो लाए होइन राम्रोसँग, यहाँतिर चाहिँ हुस्सोको सेतो छ, सेतो। अनि हामी चाहिँ बिहान 8:36 मा निस्केको। 8:36 मा। अनि अहिले चाहिँ 10:03 भइरहेछ। अहिले चाहिँ 10:03 भइरहेछ। अनि अहिले क्लियर देख्छ, क्लियर यहाँबाट पनि देख्छ। तर यहाँ हुस्सोले केही राम्रोसँग देखेको छैन। यहाँ झन् हुस्सोले कभर पार्छ सबै। अनि यहाँ मेरो बाटो, यता पनि बाटो, उता पनि बाटो। यहाँ चाहिँ भिड छ। अनि यहाँतिर लाने गुराँसहरू पाइन्छ। अनि आज म यो पिङ्क कलरको ब्याग लिएर छु। अनि मेरो लुगा लगाएको छु, आज पिन्दिरहेको छु। अनि यो प्यान्ट अनि यो ब्याग, स्लिपर्स लगाएर मैले नेलपलिस पनि लगाएको छु। नेलपलिस राम्रो देखिरहेको छ कि छैन होइन, मलाई जरा पनि मलाई ठिकै लाग्यो। यसले हेटो मैले नि त्यो मलाई लास्टमा कोही राम्रो देखेको थिएन, निकाल्ने कस्तो गाह्रो। यहाँ हेर्नु जङ्गल, मैले जङ्गलमा पुगिसकेँ। हेर्नु जङ्गलमा यता चाहिँ बारीहरू छ। यो मेरो गाउँ हो। उताबाट चाहिँ मान्छेहरू आइरहेछ, त्यसैले मैले
चाहिँ मान्छे आइरहेछ खोइ त्यहाँ के पो गरेर आऊ खै के गरेर आऊ